Hello, namaste. Good morning, everyone. Welcome my channel, YouTube channel. म हजुरकै रसिली हसिली बिमला खड्का आइपुगे हजुरको सामु। भोलिदेखि नै युट्युब भ्लग्स बनाउँछु भन्ने सोचिरहेको थिएँ। नसोचेकै एक्कासीमा रातिदेखि एक्कासी मेरो यो स्वर पनि बस्यो, एक्कासीमा बिरामी टाइपको भएँ। खै के भयो त्यही पनि एउटा भिडियो चाहिँ हाल्छु भनेर बनाउँदैछु। अनि म चाहिँ घुम्दैछु। त्यो चाहिँ मेरो माइती घर, उता छ रमाको घर। कता खै रमा चट्ट पारा भाइ मकै चाहिँ यत्रो भए अब हुन्छ खाने। के साह्रो गाह्रो भयो हौ। घरेलु उपचार गर्दैछु, 1-2 दिन हेर्छु बाटो। घरेलु उपचारले सन्चो भयो भने ठिकै छ, नभएपछि चाहिँ औषधि खान्छु भनेर उपचार गर्न जान अलिक गाह्रो लागिरहेको छ। ब्यात्तै थाकेँ कि म त फोन चलाउँदा हेर्दै अनि गाह्रो भयो मलाई। त्यही हो, म चाहिँ चट्टपारामा गाउँ डुल्दैछु। रमा नक्कली यता एउटा कुकुर हल्लाएर जिन्दगी बिताछि। त्यो रमा चाहिँ मभन्दा जेठी हो। मैले त्यत्रो छोरो बनाइसकेँ, छोरछोरी खेलाउने उमेरमा एउटा कुकुर सानुले पप्पन खाँदैछ, मेरो कालेले, मेरो सानो मायाले। उता एउटी भुतेनी उता कछु गरेर बसेछि। हाम्रो रिस गर्छ क्या हो यसले। हामीले मैले काम गर्ने, यिनीहरूले पनि कहानी बनाएछ क्या हो मनमा नै हाँस्दै खन्दै गरेछ। तेरै गिद्धले खायो। हामी चाहिँ आज के भन्छन् रे, त्यही हाम्रो गाउँमा के भन्छन् रे, मोल बनाउने तरिका सिकाउन आउनुभएको छ अरे। त्यही मोल बनाउने त्यही भनेर जाँदैछौँ हामी। गाउँको एउटा सम्म बैठक घर छ त्यहीमा। अनि आमा जानुहुन्थ्यो, आमाको टाइम नभएर बेबीलाई लगेर म र बेबी भएर हामी जाँदैछौँ सम्म मल बनाउन। म गएपछि हजुरहरूलाई देखाउँछु कसरी मल बनाउँछन्। हाम्रो चाहिँ सन्च छैन, त्यही पनि अब यो यसो गएर सिक्ने हेर्नु त हो भनेर जाँदैछौँ हामी। ओके, एकछिनपछि देखाउँछु फेरि अरू भिडियो। यो केटीले 2 पोत दिँदैछ यतातिर सम्मको मान्छे। दोकान देख्नै नआउने ऊ दोकान कहाँ छ अरे बाबु? तिम्रो छोरा
दोकान कहाँ छ भने मलाई थाहा छैन तर यसलाई थाहा छ के ल भन् के खानेस् भन् होइन त्यति भिडियो बनाएर हिँड्यो क्या हामी आमा छोरा भयो नि दोकान हेरिस् नि पुग्यो जान्न रे गेटदेखि जा पाइ के हाल्छ त मेरो छोराले के हान्छ मेरो कालेले ले जाम के म खानु पर्दैन तपाईँलाई अय्या माई भिडियो हेर्दै हुनुहुन्छ हजुरले मेरो लाइफमा मेरो बेबीलाई यता मौज गर्दैछ मेरी बहिनीले यता मेरो बहिनीले मेरो बाबुलाई डुलाउँदै छिन् यो लगाइछिन् नि मेरो सानीले यो कपडा के यो हामी चाहिँ 7 दिदी बहिनी हो अनि जेठी माइली त्यो दुईटाको त्यसको होइन अनि काइलीले जेठी माइली साइलीले किनी त्यसले लगाई त्यसले लाई मलाई दिए अनि मलाई दिएपछि टिकाले लाई अनि सुस्मितालाई यसले लाई भनेपछि यो कति टिकाउ हो रहेछ यो कपडा कति टिकाउ रहेछ कतिले लाएर भ्याएछ आफै सोच्न सक्नुहुन्छ तपाईँहरूले यो लगभग कति वर्ष चल्यो त्यो त मलाई ठ्याक्कै त्यो थाहा छैन तर पनि चल्यो के दह्रो चल्यो यो लगाए सबैले अनि यो नक्कलेलाई चाहिँ यस्तै हुनुपर्छ यस्तै रमाइलो चाहियो यस्तै चाहियो त्यहाँ लोट्यो भने मैले त्यसलाई स्याहार्दैन त्यसलाई मैले पाल्दैन त्यो तँलाई यस्तरी हानेर तेरो जिम्मा लाएर त्यसलाई तैँले पाल्नुपर्छ हेर नानी मैले त्यसलाई त्यसमा नबसाल भनेकै हो तैँले बसालिस् तेरो गल्ती हो यो हाम्रो सुस्मितासँग बिहा गरिदिने हो क्या हो यसलाई घरे जाइ बसालेर यसलाई काम लगाई बिहा पार्ने हो मेरो प्लान त्यही छ हामी सुस्मितासँग बिहा गरिदिने हो कि तसँग बिहा गरिदिने हो भन् के मन पराछि र बेबी जाम कि साइलफु गर्थी जाम जाम साइलफु गर जाम मौज गरेर हामीलाई गर छोड्ने कहाँ छोड्ने हो र फेरि यो हो मेरो माइती गाउँ देख्न सक्नुहुनेछ हजुरहरूले अनि गाइज एभ्रीबडी चट्टपारामा यस्तै छ मेरो माइती गाउँ जोस् बाबुलाई धो भइसक्यो निकाल कि निस्सी तेरो मैले गाला फुटाल्छु फेरि आयो फेरि याद आयो हामी पहिला यस्तै भइसक्यो पालेको थियौँ कि बाबु हामी यस्तै गाला जान्थ्यौँ गाला जानुपर्छ भैँसी हेर्नुपर्छ बल्ल मान्छे ठुलो मान्छे बन्छ म जस्तै ठुलो मान्छे हाम्रो बोइ चाहिँ लगभग 100 वर्ष पुग्नुभयो त्यही पनि आजै भैँसी गाला हिँड्न छोड्नु न हाम्रो बोइ चाहिँ कडा हुनुहुन्छ कडा नि बोइ तपाईँ कति वर्ष पुग्नुभयो अरे कोही जानुभयो टन्नै तपाईँ त त्यही पनि हाम्रो बोइ खै त के मलाई त त्यो कहाँ थाहा हुन्छ त ए टाटा बाई भन त्यसलाई बाई भन बाबु आन्टी प्यारो कि म प्यारो ल बाई भन बाई तैँले धेरै बाबुलाई जे पाइदिए नसिकाइस् है दोकान हानिदिन्छु दोकान हिँड अब जा घर छोडेर आइज हाम्रो आमा नै फुप गर्नुहुन्छ फुप गरेर त होइन फुप गरेको बारीतिर काम गरेर जान्छु भन्नुहुन्थ्यो त्यही भएर हामी चाहिँ चट्टपारामा अब
खेत घुम्छौँ, खेत टुर, हामीले खेत टुर दिन सक्छौँ तपाईँलाई। तपाईँहरूले हेर्न सक्नुहुन्छ हाम्रो गाउँघरमा यस्तो छ। अब पछि आउन सक्नुहुनेछ हजुरहरू मकैको खानको लागि। ओहो हो क्या पिस देखिया छ यार। ओ माई गॉड, ओ माई गॉड। बेबी हाई भन, नमस्ते भन, नमस्ते नमस्ते। देख्यौ मेरो छोरा नि त। अनि सलाम सलाम। ओके गुड। चुप्पा चुप्पा चुप्पा, हातले चुप्पा। ओ माई गॉड। अनि आँखा झिम्काइदेऊ, आँखा झिम्काइदेऊ। यस्तो के यस्तो कहाँ जाने भन्छ हौ मेरो बेबीले। क्या मेरो बेबी चाहिँ जाने भन्छ, कता जानेको छ। ओ माई गॉड, ओ माई गॉड। ओ नो, कहाँ जाने हो हामी। एकछिन त बेबी, आया आया। दर्शक बिनहरू हामी चाहिँ यहाँ खेतबारीतिर घुम्न आएको थियौँ। अनि आमाले के गर्दै हुन्छ हेल्प पनि गरौँला घुमौँला भन्ने सोचेर आएको। तर हेल्प गर्ने भनेर आउनु पनि छ, गाली खानु पनि छ। किन आयो रे खेतबारीमा, मैले गर्थेँ। बरु तिमीहरूले खाना पकाउन सकेको थिएनौ नि। अनि खाना पकाउनु दुःखले आयो रे। कति बेला आमा आउलेर खाना पकाउले रे। अनि बल्ल अनि भनेर त्यस्तो सोच्नु। त्यहाँसम्म त मेरो दिमागै गएको थिएन कि त्यस्तो सोधिदिन्छु नि यार आमैले। नगर न, म त के राम्री भएको देख्नै नआउने कि यसलाई त। अचम्म। नो बुझ्छ, नो मैले पनि नो भन्दै। नो नो बेबी प्लिज नो, म राम्री हुन चाहन्छु प्लिज। बाबा बोल्दै छु अरे। टप पनि निकालिदियो। ओ माई गॉड, टप खै, टप खै, टप पहिला टपले टप लगाइदियो, टप लगाइदियो प्लिज। ल टप लगाइदियो। ल निकालेरै छोड ल तेरो जिन्दगीमा। ल ल टप त दे नि त फेरि। टप लगाइदिनु न प्लिज, टप लगाइदिनु न। अब जामला घर कि टप लगाइदिनुहोस् न मालिक। मालिक टप लगाइदिनुहोस् न प्लिज प्लिज। बाँकी जीवन हाम्रो मेरो गाउँ, मेरो गाउँ, मेरो गाउँ, मेरो गाउँको बारी खेतबारी, मेरो गाउँको खेतबारी। ओ माई गॉड क्या सही देखिरहेछ। बिचमै हो त्यसले ल्याङ गर्यो क्या। मेरो आमाले कति फलाउनु है चना त्यहाँ सक्नुहुन्छ है। ओ माई गॉड कस्तो बर्खामा त बबाल यत्नबाट फोटो कस्तो बबाल देखिन्छ कि। तर यो सुक्खा चैतको खरेली पर्यो र। बेबी ल बुयाउ बुयाउ बुयाउ, जाने कि नजाने। यहाँ टप लगाइदियो। अब ब जाऊ अब ल। के गर्ने आमै हेल्प गर्थे, के गर्ने मेरो त बाबा छ नि त। हेल्प कसरी गर्नु मैले। जमिन कि जमिन कि अहिले आमाले पट्याङ्ग पार्छ। बाई बाई, हामी चाहिँ गयौँ। नगर न खसिस कि केटा, कस्तो केटा रहेछ छ्या। एक पाइला पनि नहिँड्न सक्ने कि। पहिला फेरि हिँडेर वाक्क पारेर दिक्क पार्थ्यो, प्याच्च पार्थ्यो। आजकल पनि हिँड्नु नखोजेर प्याच्च पार्छ। आऊ त आऊ आऊ त। ल हिँडौँ न, ताती ताती गरौँ न प्लिज प्लिज। ल प्लिज। यो गाउँको मेहनती, सबैभन्दा मेहनती यो हाम्रो आन्टी नै हुनुहुन्छ होला हौ। हेर न क्या दामी बनाउनु भएको छ कि मकै पनि। सबभन्दा गाउँभरिमा राम्रै हुन्छ कि सबभन्दा है।
मेहनती हात त्यत्तिकै मेहनती हात भनिँदैन के। अनि मेहनती हात पनि त अनि कस्तो हुन्छ मान्छेले त्यो लाज मान्नु भएन के। मेहनती हातलाई बुझ्नु पर्यो त्यो राम्रो छैन त्यो भन्नै भएन के। ओ माई गॉड मेहनत भने के हो म बुझाएको छु के जिन्दगीमा दुःख तर यहाँ दामी फुल्छ सनफ्लावर। म माइत आएपछि यो सनफ्लावरमा दामी वा पोजवाला फोटो खिच्ने प्लान गरेको छु। ओके के भन्छन् ओ माई गॉड मोबाइल छ त मोबाइल देखिन्छ त। म जन्मिएको गाउँ म हुर्किएको ठाउँ परान भन्दा प्यारो लाग्छ। परान भन्दा प्यारो लाग्छ। के साह्रो मेहनती हुनुभयो आन्टी तपाईँ। मेहनती मान्छे के जाने भने अब त्यहाँ यो है यो ओ माई गॉड नबाई भन जाने हो। अब हामी जाँदैछौँ हामी घुमेर भ्यायौँ खेतबारी घुमेर भ्यायौँ हामीले खेतबारी घुमेर भ्यायौँ। दादा आउने हिँड्यो त दादा मेरो दादा ऊ पारि राखी दादा पारि जाने किन जाँदाखेरि हामी त भोलि घर जाने नि त फेरि बेबी आज दादा चाहनुहुन्छ भने भन्नुहोस् मैले त्यो आगो पनि देखाइदिनेछु। हजुर बुझेनौ हामीलाई पनि मायाले हेर पर्वती गाउँका केटाकेटी के भनौँ राम्रा भनौँ कि नराम्रो भनौँ राम्रा भनौँ भने पनि 24 घन्टा गल्लीमा खेला देख्छु भूत जस्तै भए देख्छु। अनि नराम्रा भनौँ भने पनि मोबाइल हेर्ने अनि बाबुआमालाई सघाउने त्यस्तो गरेर देख्दैन। के भनौँ के नभनौँ राम्रो भनौँ कि नराम्रो भनौँ के भनौँ तपाईँहरू आफै भन्नुहोस्। मेरो बाबा पनि यही घानमा मिसिने तयारमा छ तयारमा घानमा मिसिने हो। हुन त मोबाइल खेलाउनु भन्दा यस्तै खेलाएको त राम्रो गरेर खेले मात्रै हुन्थ्यो नि। यिनीहरू त बेला बेलामा बिहोस हुने सम्भावना हुन्छ कि लडेर त्यो गाह्रो छ गाह्रो छ। बौलानी गाउँ कि 1 नम्बर कि बौलानी यो हो सबैलाई ल देखाइदिन्छु म। यो सब 1 नम्बरको झल्ला यही हो केटाभरिको झल्ला। यो बेलथरी हो यो सोझी हो यो अलिक सोझी ज्ञानी नानी यिनीभरि। यो 1 नम्बर कि नकचरी यो 1 नम्बरको बङ्दा यिनी बाबुभरि म केही भन्न चाहदिनँ। यिनी बाबुलाई भरि ऊ त्यो 1 नम्बरको बेलथर हो।
मेरो छोरा त हिरो हिरो सोना की टुक्रा है मेरे बच्चा गराको चाहिँ एकदम घटिया कुकुर भइसि म एडिट गरिहाल्छु कान्छा जे पाइदै नभयो नरान मेरो छोराले यतिका ग्रुपमा केटाकेटी भएर त खेला छौ ल ठिक छ तर केटी माथि हात हालिस भने तिमीहरूलाई मैले कट्टा हानिदिन्छु कट्टा फेरि केटी भएर फेरि बढी लड्न जाने केटातिर केटा भएर यसो चुप लगाएर अलिकति त होसियार भएर बस्ने त्यहाँ के भन्यो भाइ तिमीहरूले ल भन के भन्न खोज्यौ ल भन दिन्ने दिन्ने गोटो मेरो बाबुलाई दिन्ने नि त्यसले